ल है साथीहरू, ढिलो आयो कडा आयो भने जस्तै गरेर आइसकेको छ मेरो पनि होइन। कुकुरको काम पनि छैन, फुर्सद पनि छैन भने जत्तिकै भएको छ क्या मेरो काम चाहिँ। होटेलको रुमहरू सफा गर्दा 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 बिहानदेखि लागेको, हेर्नु न अहिलेसम्म झाडु पोछा गरेर पनि भ्याएको छैन। यो 3टा रुम यो फ्लोरको सफा गरेँ, तल चाहिँ 5वटा रुम सफा गरेँ। घरको काम त के नै हो र, जब बेड मिलाउने काम पनि के काम भने जस्तो हुन्छ बाहिरबाट हेर्दाखेरि। हेर्नु न, सानो 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 कामलाई पनि ध्यान दिनुपर्छ। यो सानो सानो कामहरूलाई ध्यान दिएन भने होटेलको कोठा पनि ढुङढुङती गन्हाउने, ढुसी गन्हाउने भइहाल्छ। अलिकति लापरवाही गऱ्यो भने अब के गर्ने। घरको त खासमा घरमा के नै काम हुन्छ र भने जस्तो हुन्छ बाहिरबाट हेर्दाखेरि। हेर्नु न, भित्रमा कति काम हुन्छ कति काम हुन्छ। झाडु पोछा गरेको छैन, भर्दा गोल छोडेको छु। अब त्यो धुने कपडाहरू पनि त्यत्तिकै छ, कपडा धुनु पर्यो। अब यही 3टा बेड मिलाउँदा मिलाउँदा बिहानभरि गइसक्यो। त्यही भएर भनेको रहेछ कि बुढापाकाले कुकुरको काम पनि छैन